कानुन बमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ भन्ने व्यवस्था रहेको छ। सोही व्यवस्था बमोजिम सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरूको शपथ ग्रहण हुने कार्यक्रम रहेको छ। यस समारोहमा राष्ट्रपतिको कार्यालयको आमन्त्रणलाई स्वीकार गरी उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट महानुभावहरूमा म हार्दिक स्वागत गर्दछु। अब म संविधानको धारा 80 बमोजिम सम्माननीय राष्ट्रपतिज्यू समक्ष मन्त्री पद तथा गोपनीयताको शपथ लिनुहुन नवनियुक्त माननीय मन्त्रीज्यूहरू माननीय सुदान गुरुङ मन्त्री गृह, माननीय महावीर पुन मन्त्री विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई अनुरोध गर्दछु। अब म संविधानको धारा 80 बमोजिम सम्माननीय राष्ट्रपतिज्यू समक्ष मन्त्री पद तथा गोपनीयताको शपथ लिनुहुन म महावीर गुरुङ नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वरको देश र जनताको नाममा शपथ लिन्छु कि मन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ वहन गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। धन्यवाद। अब म नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुनका लागि अनुरोध गर्दछु। जाओ फोटो वाला विकास चाहिँ हरे हो भन्छ जो सुत्यासम्म हुन्छ फोटो छ क्या जिउ मोबाइलबाट होइन कि मोबाइलबाट होइन कि क्यामेराको लाइभ हुने हो क्या यो सानोमा बुझाउनै हे साथीहरु सबको खिचिराखेको
माननीय मन्त्रीज्यूहरूबाट मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिने काम सम्पन्न भएको छ। माननीय मन्त्रीज्यूहरूलाई राष्ट्रपतिको कार्यालयको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। अब म माननीय मन्त्रीज्यूहरूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। अब मञ्चमा आसीन सम्माननीय ज्यूहरूसँग सामूहिक तस्बिर लिने प्रयोजनका लागि सर्वप्रथम म माननीय मन्त्री सुदन गुरुङज्यूलाई परिवारजनसहित शरीक भइदिनु हुन अनुरोध गर्दछु। परिवारै हो नि वा पनि साथै मञ्चमा आसीन सम्माननीय ज्यूहरूसँग सामूहिक तस्बिर लिने प्रयोजनका लागि माननीय मन्त्री महावीर पुनज्यूलाई परिवारजनसहित शरीक भइदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। सम्माननीय राष्ट्रपतिज्यूको अनुमतिले आजको यस शपथ ग्रहण कार्यक्रम यही सम्पन्न भएको बेहोरा जानकारी गराउँदछु। साथै यसपछिको चियापानमा शरीक भइदिनु हुन साथै शुभकामना माननीय मन्त्रीज्यूहरूसँग शुभकामना आदान प्रदान गरिदिनु हुन सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु। ओहो लाउन ओहो लाउन 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 ए लाउन साथी